आज हामी एउटा यस्तो प्रेमको कथामा डुब्नेछौँ जुन समयभन्दा पनि पुरानो मानिन्छ। शिव र सतीको कथा, जहाँ प्रेम, त्याग र पुनर्जन्मको एक अद्भुत सङ्गम देखिन्छ। यो त्यस्तो सम्बन्ध थियो जसमा कुनै शर्त थिएन, थियो त केवल निस्वार्थ समर्पण। तर असम्मको कुरा के छ भने यो प्रेमको गहिराई बुझ्नको लागि हामी कथाको सुरुवातबाट होइन, बरु यसको एकदमै दुःखद अन्त्यबाट सुरु गर्नेछौँ। कथाको धागोलाई उल्टो समातेर हेरौँ ताकि हामी बुझ्न सकौँ कि एउटा यति दिव्य प्रेमले कसरी यस्तो विनाशकारी मोड लियो। एकछिन कल्पना गरौँ त, शोकमा डुबेका शिव आफ्नी प्रिय सतीको निर्जीव शरीरलाई काखमा लिएर सारा ब्रह्माण्डमा लक्ष्यहीन घुमिरहनु भएको छ। भनिन्छ उहाँको पीडा यति गहिरो थियो कि त्यसले सृष्टिको सन्तुलन नै हल्लाइदिएको थियो। हो, हाम्रो कथाको सुरुवात यहीँबाट हुन्छ। अब प्रश्न उठ्छ, आखिर यस्तो अवस्थासम्म कुरा कसरी आइपुग्यो त? त्यो कस्तो प्रेम थियो जसको अन्त्यले ब्रह्माण्ड नै हल्लाइदियो? आउनुहोस् अब कथाको सुरुमा जाउँ, जरा एक राजकुमारी र एक वैरागी तपस्वीको भेट हुन्छ। यो कथामा दुई एकदमै फरक संसार थिए। एकातिर शक्तिशाली र अहङ्कारी राजा दक्ष प्रजापतिकी छोरी राजकुमारी सती, र अर्कोतिर कैलाशमा ध्यानमग्न संसारबाट टाढा रहेका तपस्वी भगवान शिव। सोच्नुस् त, सती राजमहलमा जन्मिनुभयो, तर उहाँको मन त्यहाँ कहिल्यै टिकेन। उहाँलाई सुन र रेशमले होइन, बरु खरानी धस्ने सर्पको माला लगाउने जोगी शिवका कथाहरूले तान्थ्यो। उहाँको लागि शिव केवल एक देवता होइन, एक अनुभूति हुनुहुन्थ्यो जुन भक्ति हुँदै गहिरो प्रेममा बदलियो। यो भनेको सिधा सिधा दुई सोचको टकराव थियो। एकातिर राजा दक्ष थिए जो आफ्नी छोरीको लागि शक्ति, सम्पत्ति र पद खोजिरहेका थिए, र अर्कोतिर सती जसले यी सबै भौतिक कुरा त्यागेर बसेका एक वैरागीमा आफ्नो सारा संसार देखिन्थिन्। पिताको महत्त्वाकांक्षा र छोरीको भक्ति बीचको यही द्वन्द्व नै कथाको मुख्य आधार बन्न पुग्यो। अब सतीले एउटा निर्णय लिनुभयो। उहाँले पिताको इच्छा र समाजको नियम सबैलाई पन्छाएर आफ्नो भाग्य आफै लेख्ने सोच्नुभयो। उहाँले शिवलाई पतिको रूपमा पाउन आफ्नो सबै कुरा दाउमा लगाउन तयार हुनुभयो। यो थाहा हुँदाहुँदै पनि कि यो बाटो सजिलो छैन। अनि उहाँले के गर्नुभयो? राजमहलको सारा सुख सयल छोडेर कठोर तपस्याको बाटो रोज्नुभयो। यो कुनै सामान्य तपस्या थिएन, यो त प्रेमको अग्नि थियो। भनिन्छ उहाँको भक्तिको ताप यति शक्तिशाली थियो कि त्यसले देवताहरूलाई पनि बेचैन बनायो, र अन्ततः कैलाशमा ध्यानमग्न शिवको ध्यान भङ्ग गरिदियो। सतीको यस्तो अट्टल प्रेम र भक्तिले त्यो वैरागी शिवको मन पनि पग्लियो। उहाँ सतीको अगाडि प्रकट हुनुभयो र उहाँलाई आफ्नो अर्धाङ्गिनीको रूपमा स्वीकार गर्नुभयो। यो दुई आत्माको मात्र होइन, यो त शिव र शक्तिको मिलन थियो जसको उत्सव सारा ब्रह्माण्डले मनायो। त्यो विवाहमा देवतादेखि दानवसम्म, ऋषिदेखि गणसम्म सबैजना आए। तर यति ठुलो खुसीको बीचमा पनि एउटा अँध्यारो बादल मडारिँदै थियो। त्यो थियो सतीका पिता दक्षको अनुपस्थिति। उनको अहङ्कारले यति ठुलो थियो कि आफ्नै छोरीको खुसीलाई स्वीकार गर्न सकेन, र यही अस्वीकृतिले भविष्यको त्रासदीको बिउ रोप्यो। र हो, कथाले अब त्यो अँध्यारो मोड लिन्छ जसको हामीले सुरुमा कुरा गरेका थियौँ। दक्षले आफ्नो कथित अपमानको बदला लिन एक विशाल यज्ञको आयोजना गरे, तर यो यज्ञ सम्मानको लागि होइन, अपमानको लागि थियो। अब त्यो बेला यज्ञ भनेको के हो भने यो खाली पूजापाठ मात्र थिएन, यो त शक्ति, सम्मान र प्रतिष्ठाको प्रदर्शन थियो। यस्तो महत्त्वपूर्ण कार्यक्रममा कसैलाई नबोलाउनु भनेको सार्वजनिक रूपमा सबैभन्दा ठुलो अपमान गर्नु सरह हुन्थ्यो। सबैभन्दा पहिला त दक्षले जानी जानी शिव र सतीलाई बोलाएनन्, यो सरासर अपमान थियो। तर पनि सती आफ्नो पिताको घर जानुभयो, सायद सम्बन्ध सुधार्न सकिन्छ कि भन्ने एउटा सानो आशा लिएर। तर त्यहाँ उहाँलाई स्वागत होइन, आफ्नो पतिको लागि अपमानको वर्षा मिल्यो, त्यो पनि सबै देवताहरूको अगाडि। आफ्नै पिताको मुखबाट आफ्नो पतिको यस्तो अपमान सुन्दा सतीको मन के भयो होला? उहाँको हृदय छियाछिया भयो। तर उहाँको आवाजमा पीडा मात्र थिएन, एउटा चट्टान जस्तै दृढता थियो। उहाँले बुझिसक्नु भएको थियो कि यो शरीर जुन उहाँको पिताको अंश थियो, अब शिवको अपमान बोकेर बाँच्न सक्दैन। यो सुनेपछि उहाँलाई लाग्यो कि यो शरीर जुन उहाँको अपमान गर्ने पिताकै अंश हो, अब यो संसारमा राख्नुको कुनै अर्थ छैन।
अनि उहाँले योग अग्निबाट आफ्नो शरीरलाई प्रज्वलित गर्नुभयो र आफूलाई त्यही यज्ञको आगोमा समर्पित गर्नुभयो। यो प्रेम र सम्मानको लागि गरिएको अन्तिम बलिदान थियो। सतीको यो बलिदानको खबर जब कैलाश पुग्यो, शिवको शान्ति भङ्ग भयो। अब सुरु भयो शोकको ताण्डव। तर याद गर्नुहोस्, कहिलेकाहीँ ठूलो विनाशबाटै नयाँ सृजनाको जन्म हुन्छ। जब शिवलाई सतीको देहत्यागको खबर मिल्यो, उहाँको मौनता टुट्यो र त्यो शोक एउटा ब्रह्माण्डीय क्रोधमा बदल्यो। भनिन्छ उहाँले आफ्नो जटाको एक लट भुइँमा बजार्नुभयो र त्यसबाट जन्मियो शिवको क्रोधको साकार रूप वीरभद्र। त्यसपछि वीरभद्रले के गरे होला? उहाँ सिधै दक्षको यज्ञस्थलमा पुग्नुभयो र त्यहाँ प्रलय मचाउनुभयो। दक्षको अहङ्कारको शिर काटियो र सतीको सम्मानको बदला पूरा भयो। त्यो दिन अहङ्कारमाथि न्यायको जित भयो। अनि अब कथा ठ्याक्कै त्यहीँ आइपुग्यो जहाँबाट हामीले सुरु गरेका थियौँ। क्रोध शान्त भएपछि शिवले सतीको जलेको शरीरलाई उठाउनुभयो र एक अनन्त विलापमा डुब्नुभयो। उहाँको शोक यति गहिरो थियो कि त्यसले सृष्टिको अस्तित्वलाई नै खतरामा पारेको थियो। अब यो शोकबाट सारा सृष्टिलाई बचाउनु पर्ने थियो। त्यसैले भगवान विष्णुले हस्तक्षेप गर्नुभयो। उहाँले आफ्नो सुदर्शन चक्रले सतीको शरीरका अङ्गहरूलाई विभिन्न ठाउँमा खसाइदिनुभयो र जहाँ जहाँ ती अङ्गहरू खसे, ती ठाउँहरू आज पवित्र शक्तिपीठको रूपमा चिनिन्छन्। यसरी एउटा महान वियोगबाट अनन्त आस्थाका केन्द्रहरू जन्मिए। तर के यो कथाको अन्त्य थियो त? थिएन। सतीको बलिदान अन्त्य होइन, एउटा नयाँ सुरुवातको बाचा थियो। किनभने सतीले नै फेरि पार्वतीको रूपमा जन्म लिनुभयो र फेरि कठोर तपस्या गरेर शिवलाई नै पाउनुभयो। यसले के देखाउँछ भने उहाँहरूको प्रेम एउटा जन्मको लागि मात्र थिएन, यो त अनन्त थियो, शाश्वत थियो। त्यसैले यो कथाले हामीलाई एउटा गहिरो प्रश्नमा छोडेर जान्छ। साँच्चै ठुलो प्रेम त्यो हो जुन कहिले समाप्त हुँदैन, वा त्यो हो जुन समाप्त भएर पनि फेरि सुरु हुने बाटो खोज्छ? यसको जवाफ सायद हरेकको लागि फरक होला।